नुवाकोटको कामना गर्दै यसै गरी सालकोटा परिवार पोखरा 5 बाट पितृहरूको उद्धारको कामना गर्दै सेवा प्रदान गर्नुभएको छ। कृष्ण कुँवर पार्वती कुँवर अन्नपूर्ण गाउँपालिका वडा नम्बर 1 बाट 5,055 प्रदान गर्नुभएको छ। यसै गरी चन्द्रमाया थापा हुनुहुन्छ 5,055 प्रदान गर्नुभएको छ। पितृ उद्धारको कामना गर्दै यसै गरी कलावती काफले हुनुहुन्छ तनहुबाट 5,005 प्रदान गर्नुभएको छ। सम्मान ग्रहण गर्न मञ्चमा आइदिनु समस्त पितृहरूको उद्धार होस्। मञ्चु वाग्ले सङ्घबाट 5,555 प्रदान गर्नुभएको छ भने हाम्रो बिचमा दान प्रदाता हुनुहुन्छ अत्यन्त आदरणीय व्यक्तित्व मध्यवित्त नगरपालिका वडा नम्बर 1 पटवारीको ज्येष्ठ नागरिकद्वारा कुमारी काफ्ले हुनुहुन्छ जो उहाँहरू नगरपालिकाबाट पाउनुभएको छ। बुद्धिकला काबालाई तारा तारानाथ 5,525 प्रदान गर्नुभएको छ। अहिलेका लागि भने मामाको घर आश्रमका आफ्ना साना नानी बाबुहरू भान्जा भान्जीहरू नृत्यका लागि तयार हुनुभएको छ। उहाँहरूलाई नृत्य प्रस्तुत गर्ने निम्ति हार्दिक अनुरोध गर्नुभएको छ। दादाहरू सम्मान गर्नु मन चाहेको होला। जय होस्। 9,979 प्रदान गर्नुभएको छ। उद्धारको कामना सहित सम्मान गरिदिनु होला। एक पटक सबैजनाले बजाइदिन्छु भने हाम्रा भान्जीहरूको यो मेन गेट प्रयोग नगरेर कोटी होम सयकुण्डी कोटी होम तर्फको गेट प्रयोग गर्दै निकाल्ने निवेदन गर्न चाहन्छौँ। हामीले अर्को गेट खोलेका छौँ किनकि अहिले उहाँबाट आउनेहरूको मात्रै हामीले आउनै नसक्ने स्थिति बनेको हुनाले फर्किँदा झन् जाम हुन्छ। बेलुकाको घाममा हामी पुगेको 25 मिनट भयो, 20 मिनट भयो, 10 मिनट भयो भन्ने भक्तहरू धेरै हुनुभयो। त्यसैले सबैलाई आज एकादशीको दिनमा कोटी होम दर्शन गर्ने अवसर प्रदान गर्नुपर्नेछ। फर्किँदा पछाडिको गेट प्रयोग गर्नुहोला। नेपालको इतिहासमा धार्मिक अनुष्ठानमा र आजसम्म 6 गाडी संविधान दान गरिसक्नु भएको छ। अझै पनि म आदरणीय ऋषि गुरुदेव मेरो आवाज सुन्दै हुनुहुन्छ भने ऋषि प्रपन्नाचार्य हाम्रो नाम प्रपन्नाचार्य ऋषि गुरुदेवले 9,50,000 चाहिँ यसलाई 90,50,000 पुर्याइदिनु भयो। अझै हामी खुसी हुने थियौँ भक्तहरूको सहभागिता गराएर। यति बेला हाम्रो बिचमा राजप्रभा काशी जिल्ला उपाध्यक्ष ईश्वरी पोखरा 3बाट पाल्नु भएको छ। बिहान सापकोटा यहाँलाई विशेष सम्मान चाहिँ राशन ग्रहण गर्दै हार्दिक अनुरोध गर्न चाहन्छु। हामीले आमा हराउनु भएछ, खुट्दै आउनु भएको छ।
दिव्य रसिद पनि लिइदिनु होला। त्यसै गरी हाम्रो गण्डकी प्रदेश रुद्राक्षे सुधर्मलाई छोड्दिन जन्जाल पथलाउँछु रुद्राक्षे सुधर्मलाई छोड्दिन जन्जाल पथलाउँछु रुद्राक्षे कोटी देवता यही देशमा अति नै विशेष महिमालाई बुझ्दै आज अति नै अत्याधिक रूपमा सम्पूर्ण श्रद्धालु भक्तजनका प्रसाद ग्रहण गर्दै यो रसिद हजुरले लिनुहोला। त्यसै गरी हामी आज अति नै धार्मिक व्यक्तित्वहरूको आगमन सँगसँगै ताललाई निरन्तरता दिइराख्नु भएको छ। गण्डकी प्रदेश कास्की जिल्ला नेगरा मान्छे भिड बिहानै हो त्यहाँ बसेर जाम भयो हेर्नु त कति पैसे खाले ल ल ल गरिदिनु होला। त्यसै गरी हाम्रो बीचमा महर्षि गुरुकुल
जाने